Hello everyone, Namaskar. Welcome to my blog. Today I am showing you a new MAN truck 2025 TGX 18480. Let's see together. 2025 को न्यू MAN ट्रकमा चाहिँ के तपाईहरुले फ्यासिलिटी पाउनुहुन्छ म तपाईहरुलाई देखाउने छु अनि तपाईहरु हेर्न सक्नुहुन्छ है। जस्तै तपाईले यो लेफ्ट साइडमा तपाईले यो ब्ल्याक तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ सेन्सर सिस्टम है। तपाईहरु जब राइट पछि तपाईको ट्रक छ या मान्छे छ भने तपाईको चाहिँ भित्र लाइट बल्छ है। यो सिस्टमको हुन्छ। यो तपाईहरुलाई यो जुन चाहिँ पछाडीको भाग है म तपाईहरुलाई देखाउँछु अनि म चाहिँ अहिले तपाईहरुलाई म भित्र गएर देखाउँछु भित्र कस्तो छ तपाईहरु हेर्न सक्नुहुन्छ है। 1 2 3 स्टेप है हामी माथि जानुपर्ने हुन्छ। तपाईले सबैभन्दा पहिला यो भित्रको दृश्यहरु तपाईहरुलाई म देखाउँछु है। तपाईहरु हेर्न सक्नुहुन्छ यहाँ चाहिँ है डबल बेड छ अनि तपाईहरुलाई यहाँको सिस्टमहरु के छ म तपाईहरुलाई म देखाउने छु। तपाईहरु हेर्न सक्नुहुन्छ है। अहिले त मैले तपाईहरुलाई यो नयाँ ट्रक देखाएको छु है। यो त न्यू ट्रक हो MAN ट्रक है। तपाईहरु हेर्न सक्नुहुन्छ यहाँको सिस्टमहरु के छ म तपाईहरुलाई देखाउने छु है। तपाईहरु पनि पछि ड्राइभिङ गर्नुभयो भने यो ट्रकहरुको बारेमा म तपाईहरुलाई धेरै कुराहरु है भन्नेछु। तपाईहरुलाई पछि हेल्प हुनेछ है। तपाईहरुले स्ट्रिङमा चाहिँ तपाईले बटमहरु पाउनुहुनेछ। बटमबाट चाहिँ तपाईले है जति पनि ट्रकको सिस्टमहरु हुन्छ तपाईले यहाँबाट हेर्न सक्नुहुनेछ। जस्तै तपाईले है ड्राइभिङ टाइम अनि तपाईको इन्जिन ओइल लेभल रेडिएटरको पानी अनि हरेक सिस्टमहरु चाहिँ तपाईले यहाँबाट पाउनुहुनेछ। अनि तपाईको एक्सिलेटर है अनि हामीले क्रुज कन्ट्रोल पनि हामीले यो बटममै हुन्छ सबै है। अनि यहाँ चाहिँ तपाईले हेर्न सक्नुहुन्छ क्यामेरा पनि दिएको छ है यो नयाँ सिस्टममा चाहिँ। जस्तै तपाईले फ्रन्ट साइडको अनि पछाडीपट्टिको नि तपाईले चाहिँ यो क्यामेरा पाउनुहुनेछ। यो सिस्टम चाहिँ यो नयाँ MAN ट्रकमा चाहिँ 2025 को अनि अहिले चाहिँ MAN ट्रकमै क्यामेरा भएर ड्राइभरहरुको लागि चाहिँ झन् सजिलो भएको छ। जस्तै फ्रन्ट अनि साइड हेर्नको लागि पनि यस्तो सिस्टम चाहिँ छ। अहिले तपाईहरुलाई म देखाउने छु यो तपाईहरु हेर्न सक्नुहुन्छ यो फ्रिज चाहिँ सेम 24 23 पहिलाकै मोडलमा छ यो फ्रिज चाहिँ यो सिस्टमको छ अनि सिट पनि सेम त्यो पहिलाकै मोडल छ। तर सिस्टमहरु र पहिलाको र अहिलेको चाहिँ धेरै नै फरक छ है। पहिला भन्दा चाहिँ यो जुन चाहिँ 25 मोडलमा अझै राम्रो सिस्टमको ल्याएको छ जुन चाहिँ हामीलाई ड्राइभिङ गर्नको लागि एकदमै सजिलो छ। अनि मलाई चाहिँ MAN ट्रक है ड्राइभ गर्न एकदमै सजिलो लाग्छ किनभने यसको चाहिँ स्टपर ब्रेक एकदमै राम्रो छ। 1 लेभल या 2 लेभलमा हामीले युज गर्ने बित्तिकै अटोमेटिक ट्रक स्लो हुन्छ। अनि जस्तै हामी हाइवेमा है अनि जाँदाखेरि कुनै पनि कार या ट्रकले ब्रेक युज गर्ने बित्तिकै अटोमेटिक यसले आफै ब्रेक युज हुन्छ र ट्रक आफै स्लो हुन्छ। यो सिस्टम एकदमै राम्रो छ। ड्राइभरको लागि एकदमै सेफ छ। यदि तपाईहरुसँग पनि है गल्फको 2009 को लाइसेन्स छ भने चाहिँ हाम्रो कम्पनीमा एप्लाई गर्न सक्नुहुन्छ। 2009 भन्दा पछाडीको लाइसेन्सलाई चाहिँ हाम्रो कम्पनीले एक्सेप्ट गर्दैन है। थ्यांक यू फर वाचिङ माई भिडियो।